हेलो 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 साथीहरू। आज चाहिँ म के बनाउन गइरहेको छु भन्दाखेरि स्प्रिङ रोल बनाउन गइरहेको छु। यो चाहिँ स्प्रिङ रोलको लागि यो बन्दा है त, यो गाजर पनि मिसाइन्छ, अनि हामी ओनियन राखेर अनि यो क्याप्सिकम यसरी काट्छौँ मसिनो बनाएर है। म यसलाई काट्दैछु। अब मैले यो फाइनली काटिसकेँ। अब चाहिँ पालो भनेको यो प्याजको साथी हो। प्याज पनि हामीले मसिनो बनाएर काट्छौँ। यसरी काटिरहेको छु मैले है। हजुरहरू पनि घरमै बसेर काटेर बनाएर खान सक्नुहुन्छ। हेर्नु है त, यो मैले फाइनली प्याज काट्दैछु। अब यो प्याज काटिसकेपछि चाहिँ मेरो के को पालो होला भन्ने हजुरहरूलाई लागिरहेको होला है। फाइनली मैले प्याज पनि काटिसकेँ। अब चाहिँ यो प्याज पनि काटिसकेपछि बाँकी रह्यो अब के हो भन्दाखेरि गाजरलाई चाहिँ हामी पहिला सुरुमा दुई टुक्रा बनाउँछौँ है। दुई टुक्रा बनाइसकेपछि चाहिँ पातलो बनाएर यसलाई काटेँ है। पातलो बनाइसकेँ मैले। अब यसलाई चाहिँ म मसिनो बनाएर काट्नेछु। हेर्नु होला, यसरी काट्नुपर्छ है। यो मसिनो बनाउनुपर्छ। धेरै ठुल्ठुलो भयो भने पाक्न अलिक ढिलो हुन्छ। त्यही भएर लामो मसिनो बनाउँछौँ। यो चाहिँ सबै यसरी हेर्नु होला है गाइज। यो चाहिँ हजुरहरूले सबै घरमै बसेर चाहिँ स्प्रिङ रोल बनाएर खान सक्नुहुन्छ। फाइनली यो चाहिँ खुर्सानी है। अब यो खुर्सानी, यो प्याज, यो ओनियन सरी अनि फाइनली यो सबै हामीले काटिसकेपछि अब यो हामी स्प्रिङ रोलको लागि कन्ती बसाइसकेको छु। तेल हालिसकेको छु। तेल हालेर अब म पहिला प्याज भुट्छु। प्याज चाहिँ हालिसकेपछि यतिको भयो। अब यतिको भइसकेपछि चाहिँ म यसलाई फेरि खुर्सानी हाल्छौँ है। खुर्सानी हालेर म फेरि चलाउँछु। यो खुर्सानी चाहिँ हजुरहरूले हाल्दा पनि भयो, नहाल्दा नि भयो। यो चाहिँ मैले हालेको छु। हजुरहरूले हाल्नु सक्नुहुन्छ, पिरो खानामा चाहिँ हाल्नु सक्नुहुन्छ, नहाल्दा नि भयो। अनि त्यसपछि यो गाजर हाल्छु। गाजर हालेर चाहिँ यसलाई फेरि एकताली यसलाई म चलाउँछु है। मजासँगले चलाउँछु। यो चाहिँ घरमै बसेर हजुरहरूले पनि हेरेर बनाउन सक्नुहुन्छ। यो चाहिँ क्याप्सिकम। अब यो चाहिँ किन पछि हालेको हो भने एकदम यो चाहिँ छिट्टो गल्छ कि, अरूभन्दा छिट्टो गल्छ। यो धेरै गलेको राम्रो हुँदैन भनेर, त्यही भएर चाहिँ सबैभन्दा पछि मैले क्याप्सिकम हाल्छु। अरू अलिक नरम भएपछि त्यो चाहिँ अरूको पाकिसकेपछि चाहिँ मैले क्याप्सिकम हालिदिएँ है। अब यो क्याप्सिकम हालेर फेरि म एकताल चलाउँछु। चलाएर चाहिँ यसलाई मिक्स बनाउँछु। अनि त्यसपछि अझै योभन्दा अझै धेरै गल्ने कुरा चाहिँ यो अझै हाम्रो बन्दाकोपी। यसलाई अनि एकदम अन्तिममा चाहिँ बन्दाकोपी हाल्छौँ। यसलाई हालेर चाहिँ मजासँगले मैले मिक्सड गर्छु। यो मिक्सड गरिसकेपछि यसरी मजाले चलाएर चाहिँ साथै यो चाहिँ क्लियर पारेर चलाउनु पर्छ। सबै मिसिसकेपछि मिसाउनु पर्छ। मिसिसकेपछि चाहिँ मैले यसलाई अलिकति नुन राखेँ है। नुन त लाग्नु पर्यो नि।
भरेको कारण नुन लागेन त्यो हुँदैन। अनि मैले यसमा एउटा मिक्स मसला पनि मैले राखेँ। ठिक्कले कति तपाईँहरूलाई इच्छुक हुनुहुन्छ जति राख्दा नि भयो, थोरै राख्दा नि भयो, धेरै राख्दा नि भयो। अनि यसमा मैले मसला राखेँ है। अनि यसलाई चाहिँ मजाले चलाउँछौँ। चलाएर चाहिँ यसलाई चाहिँ एकतालि फेरि यसलाई छोपिदिने है साथी हो। यसलाई 5-10 मिनट जति छोपिदिने। छोपेर चाहिँ यसरी निकालिन्छ। निकालेर फेरि त्यसलाई एकतालि चलाउनु पर्छ है। चलाइसकेपछि यो चाहिँ एउटा हाम्रो विनरको चाहिँ कालो सस। विनर भन्ने चाहिँ एउटा कालो सस चाहियो है। यो चाहिँ के को भन्नुहुन्छ भने यो चाहिँ भटमासको यो कालो सस हुँदाखेरि चाहिँ यसको चाहिँ कलर राम्रो दिन्छ। यसलाई फेरि त्यो लगाएर फेरि मैले छोपेँ 2 मिनट जति छोपेर मैले फेरि निकालेँ। यसलाई चाहिँ हाफ बोइल मात्रै गर्नुपर्छ कि साथी हो। यसलाई पुरै पाक्यो भने फ्यात्तै हुन्छ है। यसलाई चाहिँ खास चाहिँ यसलाई सते भन्छ है। यसलाई चाहिँ हामीले सते गरेको भन्छ, हाफ बोइल गरेर हाफ पकाउने यसलाई चाहिँ सते गरेको भन्छ। यो सबै मिक्स भइसकेको छ। यो फाइनली लगभग पाकिसकेको छ। अब यसलाई चाहिँ म उठाउँछु। उठाएर चाहिँ मैले यो चाहिँ त्यो स्प्रिङ रोलको लागि मैले यो पिठो भिजाएँ। फाइनली भिजाएर चाहिँ मैले यो पिठो पनि हालिसकेको छु। यसरी पातलो बनाएर चाहिँ हल्का कराई चाहिँ प्यान चाहिँ हल्का तताएर चाहिँ हाल्नुपर्छ साथी हो। धेरै हाल्यो भने पनि हामीले बनाउन सकिँदैन है। मैले चाहिँ यो बनाइसकेर पनि मैले चाहिँ यो अहिले फिड गर्दैछु साथी हो। कसरी प्याकिङ गर्ने भनेर चाहिँ स्प्रिङ रोलको लागि यसरी दुईपट्टिबाट चाहिँ फोल्ड गरेर चाहिँ अनि त्यो अघिको हालेको तरकारी बनाएको तरकारी चाहिँ लगाएर यसरी चाहिँ फोल्ड गरेर चाहिँ होइन साथी हो। अझै यो चाहिँ मैले चाहिँ यसको त्यो मुखमा चाहिँ मैले जाम गरेको छुइनँ, लक लगाएको छैन। त्यसमा चाहिँ के लक लाग्छ भने साथी हो, मैदा पिठोको चाहिँ अलिकति बाक्लो बनाएर त्यसमा चाहिँ लगाएर चाहिँ लक लाउनु पर्छ। नत्र भने पछि खुल्ने सम्भावना हुन्छ। यो तेलमा हाल्दाखेरि यो तेल मैले तताइसकेपछि तेलमा यसरी खुल्ने सम्भावना हुन्छ। यो चाहिँ यसरी खुल्नु भएन है साथी। खुलेपछि खत्तम हुन्छ, बिग्रिन्छ। त्यो नखुल्नुको लागि चाहिँ हामीले अलिकति लक लाउनु पर्ने हुन्छ। यो चाहिँ फाइनली पाकिसकेको छ है।